हेलो गाइस, नमस्कार एन्ड सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। आज हामी आएको छौँ शङ्कर भ्याली घुम्नलाई र हजुरहरूले हेर्न सक्नुहुन्छ म मेरो दिदी हामी दुवैजना अनि मेरो भतिजी हामी सबैजना आज घुम्न आएको छौँ। आज घुम्न त आए है, कतिजना आउनु भएको त सबैजनाले कस्तो इन्जोय गरिराख्नु भएको थियो है। अनि त्यसपछि जाँदा जाँदै होइन ठिक्क अगाडि है अब बाहिरबाट हुन्छ नि मोरङ भन्छ उहाँहरू आउनु भएको थियो है। उमेरले रोक्दैन के मान्छेलाई है, मैले हेरे अनुसार पुरा इन्जोय गरिराख्नु भएको छ सबैजना है। हेर्नु न टिकिचा खेलिराख्नु भएको छ, म त हेरेर रमाइलो गरिरहेको छु। जस्ट खुसी लागिरहेछ। यस्तो उमेरमा पनि सबैजना खुसी हुनुपर्छ, घुम्नुपर्छ है। अनि त्यसपछि हेर्नु न म चाहिँ सिकाइरहेको छु सबैजनालाई यसै गरी पोज गरेर फोटो खिचौँ न भनेर, भिडियो बनाऊँ न भनेर है। मेरो दिदी हुनुहुन्छ दुईजना अनि भान्जी भतिजी। हामी आएको शङ्कर भ्याली फुल हेर्न अरे, लास्टमा फुल नै रहेनछ पुरा, त्यो पनि पिङ्क पिङ्क, हामी तिनैजना पिङ्क भएर। यता चाहिँ पुरा हाम्रो चटपटीको तयारी भइरहेको छ। आज हामी घुम्न आएको, चटपटी खाएर जानुपर्छ भनेर हामीहरू दिदी पुरा गरिराख्नु भएको छ है। यस्तै हो, रमाइलो गर्नुपर्छ सबैजना। हामी पनि घुम्न आएको, हजुरहरू पनि आउनु होला। खासमा त है हामी सोचेर आएको थियौँ कति धेरै फुल फुलेको हुन्छ, पुरा भाइरल ठाउँ होइन। अनि त्यसपछि आयौँ घुम्नलाई, तर फुल नै रहेनछ क्या। हामी ढिलो भयो नि त आउनलाई घुम्नलाई, त्यही भएर। अनि हेर्नु न यो चाहिँ कुन किरा रहेछ है, यस्तो मजाले पुरा ग्रिन टाइपको है। अनि यता चटपटी बनिरहेछ, नानीले मोलिरहेको छ चटपटी। यता भुजा हाल्नु भयो, त्यसपछि सामानहरू हामी सबजना अब चटपटे भइसकेपछि खाना बस्यौँ सबैजना चटपटे। अनि त्यसपछि स्प्राइट खाँदै रमाइलो गर्दै है। शङ्कर भ्यालीको फुल पर्पल काली। अब हाम्रो घर जाने पनि बेला गयो। बाई बाई गाइस, इन्जोय।